ल अहिले चाहिँ हामी कहाँ आएको छौँ भन्दै त भाइ? हामी चाहिँ अहिले लाख भन्ने ठाउँमा म कति बाहिरबाट फर्स्ट टाइम आएकै म चाहिँ पहिला आइरहेको थिएँ कि विदेशबाट आइकन चाहिँ फर्स्ट टाइम हो। यहाँ यस्तो रहेछ राम्रो छ जस कस्तो फोकस भएन राम्रो लाग्यो मलाई त। यताको उयोहरू घरहरू कस्तो आउँदाखेरि कति राम्रो राम्रो घरहरू थियो। यहाँ पनि हेर्नु सक्नुहुन्छ कस्तो मजाले बनाएको। यहाँ चाहिँ अलिक उकालो थियो यस्तो रहेछ। फर्स्ट टाइमै म बेलबारीदेखि माथि आयो भने यस्तो रहेछ। बेलबारीको मान्छेलाई थाहा छैन। म पोज दिएर बस्छ त हेर्छौँ। चप्पल चाहिँ भएन हौ अलिक। ल्या चप्पल कति महँगो तपाईँलाई के थाहा हो जिजाजी? भारी मिस्टेक हो क्या। चप्पलले हेला नभन्नु यो चप्पलले रोजीरोटीको सवाल हो। राम्रो रहेछ हौ यहाँ ठाउँ। राति माछा काट्न आउँथ्यो क्या मेरो साथीहरू यता। यहाँ घङ्गरेको साथीहरू माछा पहिले त माछा त कहाँ यो खोला कहाँ हुन्छ थाहा तपाईँ? यहाँ माथि पनि बस्ने ठाउँ पो रहेछ। त्यही त हामी त्यहीँको क्याफे त कति राम्रो हौ। हिरो उयाँ क्या वहाँबाट हामी यो बाइक यहाँबाट पहिला बाइक जान्थ्यो सिधै बनाउँछ। गाडीहरू पनि जान्छ त उनीहरू तलबाट तलको बाटो छ हो यो बाटो खोला रहेछ यो चाहिँ। कटेजहरू पनि रहेछ।